विद्यार्थी भाइ बहिनीहरू, म आज क्लास 10 को साइन्टिफिक स्टडिज भन्ने लेसनको एउटा पार्ट जुन चाहिँ भेरी इम्पोर्टेन्ट रहेको छ त्यो सम्बन्धी केही कुरा भन्न गइरहेको छु। र सुरुमा हामी पढ्छौं यसको फिजिकल क्वान्टिटी। हामी फिजिकल क्वान्टिटी भनेर कसले भन्छौं भन्दाखेरि एनीथिङ, जो जोसुकै वस्तु होला हैन, एनीथिङ दैट क्यान बी मेजर्ड डाइरेक्टली अर इन्डाइरेक्टली। कुनै पनि अब्जेक्ट जसलाई हामी डाइरेक्टली वा इन्डाइरेक्टली मेजर गर्न सकिन्छ भने हामी त्यसलाई फिजिकल क्वान्टिटी भनिन्छ। जस्तै फर एक्जाम्पल मास अफ अ बडी, कुनै पनि बडीको मास, मेबी टोमेटो, मेबी पोट्याटो, मेबी मीट, मेबी सुगर एसेट्रा, कुनै पनि बडीको मासलाई हामी मेजर गर्न सकिन्छ र त्यसलाई हामी मेजर गर्छौं विथ द हेल्प अफ बिम ब्यालेन्स अर फिजिकल ब्यालेन्स अर स्प्रिङ ब्यालेन्स। द्याट मिन मास अफ अ बडी क्यान बी मेजर्ड, सो मास इज फिजिकल क्वान्टिटी। सिमिलरली लेन्थ अफ अ बडी, कुनै पनि बडीको लेन्थ भयो त्यो लेन्थलाई पनि हामी नाप्न सक्छौं हैन। जस्तै आई हेभ अ पेन इन माई ह्यान्ड, यु क्यान सी यो पेन, सरी इट इज पेन्सिल, यसको लेन्थ हामी मेजर गर्न सक्छौं। इफ यु मेजर वी क्यान से द लेन्थ मे बी 15 सेन्टिमिटर लाइक द्याट न। बाई मेजरिङ वी क्यान फाइन्ड द लेन्थ अफ दिस पेन्सिल अल्सो। सो कुनै पनि अब्जेक्टको लेन्थलाई मेजर गर्न सकिन्छ भने लेन्थ के हो त फिजिकल क्वान्टिटी हो। त्यसै गरी टाइम पनि फिजिकल क्वान्टिटी हो। मेबी स्पिड, डेन्सिटी, टेम्परेचर एसेट्रा आर द फिजिकल क्वान्टिटिज। अनि फिजिकल क्वान्टिटीमा के हुन्छ भन्दाखेरि अ फिजिकल क्वान्टिटी कन्सिस्ट अफ म्याग्निट्युड एन्ड युनिट। फिजिकल क्वान्टिटीमा के हुन्छ? म्याग्निट्युड एन्ड युनिट। जस्तै 1 केजी सुगर, सुगर भनेको एउटा फिजिकल क्वान्टिटी हो जुन चाहिँ क्रिस्टल फर्ममा सोलिड स्टेटमा पाइन्छ। यो सुगर भन्ने फिजिकल क्वान्टिटीलाई हामी नापिन्छ विथ द हेल्प अफ बिम ब्यालेन्स अर स्प्रिङ ब्यालेन्स। र 1 केजी सुगर भन्दाखेरि यो 1 भन्ने चिजले के जनाउँछ त? म्याग्निट्युड, त्यसको क्वान्टिटी जनाउँछ 1 ले। तर केजीले के जनाउँछ भन्दाखेरि त्यसको युनिट जनाउँछ। त्यसै गरी अब 1 केजीलाई हामी भन्छौं 1000, 1 केजी इज इक्वल टु 1000। अब 1 को ठाउँमा यहाँ के छ? 1000 छ। द्याट मिन यो 1 भन्नु र यो 1000 भन्नु के हो त? म्याग्निट्युडले जनाउँछ। तर यो केजी भन्नु र ग्राम भन्नु, केजी पनि युनिट हो, ग्राम पनि युनिट हो। त्यसै गरी लेन्थको कुरा गर्ने भने सपोज कुनै पनि अब्जेक्टको लेन्थ 5 सेन्टिमिटर छ, 5 सेन्टिमिटर भने यो 5 के हो त? म्याग्निट्युड हो। सेन्टिमिटर के हो त? उसको युनिट हो। द्याट मिन फिजिकल क्वान्टिटीलाई हामी कसरी एक्सप्रेस गर्न सकिन्छ? इन द फर्म अफ म्याग्निट्युड विथ युनिट। द्याट मिन अ फिजिकल क्वान्टिटी कन्सिस्ट अफ म्याग्निट्युड एन्ड युनिट। अब that is other thing, one note is given here. In this note you can see happiness, के छ यहाँ? happiness यहाँ note, happiness, sadness, beautiful etc are not physical quantities. जस्तै कुनै पनि मान्छे कतिको ह्याप्पी छ, कुनै मान्छे कुनै कारणवश कतिको स्याड भयो, sadness cannot be measured। कोही लेडिज कति ब्युटिफुल छ, कति ह्यान्डसम कुनै मान्छे छ, त्यो क्यानट बी मेजर्ड है। त्यस्तो चिज जसलाई हामी मेजर गर्न सक्दैनौँ, जसलाई हामी युनिटद्वारा एक्सप्रेस गर्न सक्दैनौँ, आर नट फिजिकल क्वान्टिटिज। द्याट मिन ह्याप्पिनेस, स्याडनेस, ब्युटिफुल, डल हैन, यस्ता यस्ता चिज हामी मेजर गर्न सक्दैनौँ। सो दिज आर द नट फिजिकल क्वान्टिटिज। अब कुनै पनि फिजिकल क्वान्टिटीलाई हामीले के गर्न सक्छौं त? मेजर गर्न सक्छौं। कुनै पनि फिजिकल क्वान्टिटीको मात्रा कति छ, म्याग्निट्युड कति छ भन्ने कुरा फाइन्ड आउट गर्नको लागि हामी गर्नुपर्ने हुन्छ मेजरमेन्ट। अब यो मेजरमेन्ट भन्ने कुरा के हो भन्दाखेरि यो के हो त? प्रोसेस अफ कम्पेरिजन। मतलब टु बी अनेस्ट मेजरमेन्ट भनेको कम्पेरिजन हो हैन। अब कम्पेरिजन गर्नको लागि हामीलाई के आवश्यक पर्छ? कुनै पनि एउटा नोन स्ट्यान्डर्ड क्वान्टिटी चाहिन्छ। अब नोन स्ट्यान्डर्ड क्वान्टिटी भनेको के हो? सपोज कुनै पनि अब्जेक्ट नाप्न पर्यो, ल कुनै पनि अब्जेक्ट नाप्न पर्यो, त्यसको लेन्थ नाप्न पर्यो। लेन्थ नापेर हामी के पायौँ? सपोज त्यो अब्जेक्टको लेन्थ 5 सेन्टिमिटर पायौँ भने 5 त म्याग्निट्युड हो, तर सिएम भनेको सेन्टिमिटर हो भने यो सेन्टिमिटर हामी कहाँ देख्छौँ भन्दाखेरि स्केलमा हुन्छ। कुनै पनि एउटा ज्योमेट्री बक्समा स्केल हुन्छ, त्यसमा हामी हेर्दाखेरि के देख्छौँ? त्यहाँ सेन्टिमिटर पनि हुन्छ, मिलिमिटर पनि हुन्छ। मतलब त सेन्टिमिटर, मिलिमिटर के हो त भन्दाखेरि नोन स्ट्यान्डर्ड हैन। र इक्जाम्पलको तौरमा जाम हामी सपोज 1 केजी सुगर। अब यो 1 केजी सुगर एउटा फिजिकल क्वान्टिटी हो, यसलाई हामी मेजर गर्न सकिन्छ। र सुगर
त्यसको क्वान्टिटी कति छ भन्ने कुरा मेजर गर्नको लागि हामीले एउटा नोन स्ट्यान्डर्ड लिन्छौँ। जस्तै 1 केजी, यो 1 केजीको ढक हुन्छ, त 1 केजीको ढकलाई हामी भन्छौँ नोन स्ट्यान्डर्ड। द्याट इज 1 केजीको ढक इज सपोज टु बी नोन स्ट्यान्डर्ड क्वान्टिटी। अब सुगरलाई हामीले, सुगर एउटा मानव बोरामा सुगर छ र 1 बोरा सुगर छ अथवा आधी बोरा सुगर छ, त्यो सुगर कति केजी छ भन्ने कुरा हामी त्यसै विदाउट मेजरमेन्ट एक्ज्याक्ट क्वान्टिटी भन्न सक्दैनौँ। देयरफोर त्यो एक्ज्याक्ट क्वान्टिटी फाइन्ड आउट गर्नको लागि त्यसको मासलाई मेजर गर्नुपर्ने हुन्छ, द्याट मिन कम्पेयर गर्नुपर्ने हुन्छ विथ अ नोन स्ट्यान्डर्ड। फर इक्जाम्पल 1 केजी इज नोन स्ट्यान्डर्ड। त्यस्तै गरी कुनै पनि अब्जेक्टको लेन्थ नाप्दाखेरि 1 मिटर, जस्तै 1 इन्च, 1 सेन्टिमिटर, यस्ता कुराहरूलाई हामी भन्छौँ नोन स्ट्यान्डर्ड। द्याट मिन प्रोसेस अफ कम्पेरिजन अफ अननोन क्वान्टिटी विथ अ नोन स्ट्यान्डर्ड इज कल्ड मेजरमेन्ट। अब यो अननोन क्वान्टिटी भनेको के हो भन्दाखेरि कुनै पनि अब्जेक्ट जसको म्याग्निट्युड, मेबी उसको मास, मेबी उसको लेन्थ, होइन, मेबी अब त्यसको चाहिँ नि डेन्सिटी, टेम्परेचर हुनसक्छ, यस्ता कुरा जसलाई हामी मेजर गर्नुपर्ने छ त्यसलाई हामी भन्छौँ अननोन क्वान्टिटी। ओके, एन्ड इक्जाम्पलको लागि हामी हेरिहाल्यौँ यहाँ। फर इक्जाम्पल 1 केजी अफ सुगर क्यान बी मेजर विथ द हेल्प अफ अ स्ट्यान्डर्ड mass of 1 kg। के लेखेको छ यहाँ? 1 kg sugar can be measured with the help of a standard mass of 1 kg, हैन? ओके, त यो स्ट्यान्डर्ड मास अफ 1 kg भनेको के हो त भन्दाखेरि एउटा नोन स्ट्यान्डर्ड हो, र सुगर के हो त? सपोज अननोन क्वान्टिटी हो, र त्यो कम्पेरिजनलाई हामी भन्छौँ मेजरमेन्ट। अब यी सबै मेजरमेन्टको काम गर्नको लागि हामीलाई डिभाइसको आवश्यक पर्छ, साथै के पनि आवश्यक पर्छ भन्दाखेरि एउटा युनिट चाहिन्छ जसलाई हामी स्ट्यान्डर्ड क्वान्टिटी, जस्तो नोन स्ट्यान्डर्ड मैले लेखेको छु यहाँ अगाडि माथि। नोन स्ट्यान्डर्ड भनेको के हो त भन्दाखेरि एक किसिमको युनिट हो। के लेखेको छ यहाँ? नोन स्ट्यान्डर्ड, यहाँ नोन स्ट्यान्डर्ड लेखेको छ। त्यो नोन स्ट्यान्डर्ड भनेको के हो त भन्दाखेरि युनिट हो, र यसको डेफिनेसन यस प्रकार छ। रिफरेन्स स्ट्यान्डर्ड, युनिट इज अ रिफरेन्स स्ट्यान्डर्ड विथ विच वी क्यान क्यारी आउट मेजरमेन्ट। कुनै पनि फिजिकल क्वान्टिटीको मेजरमेन्ट गर्नको लागि हामीलाई युनिटको आवश्यक पर्छ। फर इक्जाम्पल वी निड किलोग्राम टु मेजर द मास अफ अ बडी, होइन? वी निड सेकेन्ड टु मेजर द टाइम, वी निड मिटर स्केल टु मेजर द लेन्थ अफ अ बडी। देयरफोर किलोग्राम, सेकेन्ड, मिटर यी सबै के हुन् त भन्दाखेरि युनिट हुन्, र यो युनिटलाई हामी भन्छौँ रिफरेन्स स्ट्यान्डर्ड, हैन? ओके।